हेलो गुड मर्निङ एभ्रिवान। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै आरामै छु। अनि सबैको खानासाना भयो होला। धेरै दिनपछि आज बल्ल बनाउँदैछु म भ्लग, ग्याप गरी किनकि टाइम मिलेन, मेरो ड्युटी भएर नाइट ड्युटी भएर सो कतै जानु मिलेन। सो आज छुट्टी भएर म यसो कतै जाँदैछु, हजुरलाई म देखाउँछु कहाँ जान्छु, के गर्छु, कसो गर्छु भनेर। सो हेरिदिनु होला सबैजनाले अनि सपोर्ट गरिदिनु होला गाइज एभ्रिवान। गर्नु यास गर्नु होला यस्तो अघि भर्खर म रुममा आएर अनि पछि रुममा आएर ड्रेस चेन्ज गरेर फ्रेस भएर अनि पछि खानासाना खाएर अनि भर्खर कपासहरू लगाएर बाइक जाने यसो मौसम फेरि हल्का च्यालेन्ज जाने हो। गोरो मान्छेले कालो गराउन हुन त कहिले गोरो थिएन, म कालो नै हो। झन् मौसमले कालो गर्मीमा झन् काले अप्सनै गराइदिनु भयो मलाई। कहिलेबाट नै काले फेरि काले नै, कति गर्मी हो लास्ट पोलिन्छ यार। यहाँको फेरि पानी नि फेरि अस्ति तातो हुन्छ क्या यार। लास्ट नेपालको जस्तो छैन कि जाडो मौसम हुने तातो चिसो पानी आउने छैन कि, यस्तो गर्मी हो कि छोडिदिनुहोस्। कति बजी हो? 12 बजिसक्यो। गाडी कुदेको यार, गाडी नै यहाँ छैन अहिलेसम्म। गर्मीमा ठन्डा बेलामा बसिरहेको। सो म भर्खर बसमा आएर बसेर अब जाँदैछु कर्तव्यमा। कहाँ जाँदैछु भन्ने थाहा छैन अहिले। म जहाँ लाग्छ त्यहीँ जान्छु म। यस्तो कालो यस्तो बाहिरको नजारा यस्तो गर्मी चार्ज लाउनु परेको, चार्जै छैन यार मोबाइलमा। बुझिटा बमार हो कि तर बस्छ यार, के जस्तो गर्छ क्या यहाँ सरकारले। सो म भर्खर बसमा कति 1 घन्टा लगाएर अनि भर्खर मेट्रो स्टेसन आएँ। मेट्रो स्टेसन आएँ र अब जाँदैछु म अब मेट्रो स्टेसनमा। देख्नु सक्नुहुन्छ मेट्रो स्टेसन फ्लाइट फार्मेसी हाम्रो। पसिनाले बितायो यार मलाई त लास्ट गर्मी सामान पसिना पनि पायो यार। लास्ट टाइम लाग्यो कि बस्नु 1 घन्टा लाग्यो। म कहाँ जान्छु के गर्छु सब देखाउँछु हजुरलाई, गर्नु होला। रिपिटर चढेँ म, रिपिटर चढेँ पसिनाले टाढै गयो। बल्ल आनन्द भयो त यार, बल्ल आनन्द भयो। चिसो बल्ल मस्त सर कति सोलो चलेको। नेपालमा कहिले हुन्छ होला यस्तो? मेट्रो कहिले हुने नेपालमा? सो म भर्खर आएर अनि मेट्रो स्टेसनमा आएर अनि यहाँ बसिरहेको अनि पछाडि बसेर आएर अब कहाँ जान्छु के गर्छु सब त्यहाँ बसेर मेट्रो यस्तो नेपालमा कहिले हुन्छ यार यस्तो? कहिले बन्ने होला? कहिले बन्छ होला हाम्रो? मस्त बाहिर यस्तो गर्मी थियो, अहिले यहाँ भित्र आएर बसेको यस्तो चिसो भयो यस्तो बाहिर नै सोचेपछि यार हेरिनु होला। وهي محطة انتقالية بين الخط الأحمر ومسار 22 لمترو دبي. The next station is National Lisbon Interchange Station between Dubai Metro Red Line and Route 20. ओहो यस्तो राम्रो ठाउँमा आएको मलाई यस्तो खुसी लाग्यो। राम्रो ठाउँमा आएर मस्त अब के हो गाडीहरू त भगवान् चलिरहेको फ्रेसिङ हुन्छ क्या। सो फाइनली गाइज म यहाँ कुन भन्ने ठाउँमा हो यार, बुर्ज खलिफा यस्तो बबाल ठाउँ हो यार। के भन्ने चढ्नु औकात छैन मसँग, त्यही हो बाहिरबाट टुक्कै हेर्नै बस्ने। सो गाइज म भर्खर यहाँ पार्कमा आएर बसिरहेको छु। म पुगिसकेँ
आउन नि कति टाइम लाग्यो यार नाच गर्नु भयो यार घन्टा पुरै घाम छ यस्तो बसिरहेको छु भर्खर यसो पसिना नि त्यस्तै निक्लियो टी सर्ट हेर्नु मेरो देख्नुहुन्छ यहाँ कस्तो हो यहाँको गर्मी बसिरहेको छु आज त्यस्तो छैन यहाँ मान्छेहरूले देखेको सब सुनसान 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 छ म भर्खर आएर यहाँ बसिरहेको मैले भनेन क्या कहाँ जाने हो के भनेर एक्कासी म यहाँ अहिले अरू ठाउँ भेट्टाएन म जाँदैन है थाहै छैन अरू ठाउँ कहाँ जाने हो एक्लै यत्तिकै यहाँ बसिरहेको छु पार्कमा म गर्मी खाँदै हावा त चलिरहेको त्यही त्यस्तो होइन तातो हावा अघि पो मेट्रो स्टेसनमा अब चिसो एसी यहाँ कहाँको एसी बाहिरको एसी हो दुधको एसी सबै नास्ता खानु गयो होला खाएको छैन सुनपछि खाएर फेरि बस्छु म यहाँ बसिरहेको थिएँ यहाँ यस्तो मजाले हावा खाँदै बसिरहेको थिएँ यहाँ कब्जा हानिन्छन् यार मान्छे अब यार के भन्नु मान्छे आएर कब्जा हानिन्छन् मस्त हावा खाँदै बसिरहेको थिएँ यार आएर बसिदिन्छन् के भन्ने अब पानी चाहिँ भइहाल्छ यहाँ यस्तो हो गाइस सबले हेर्नु होला यो ठाउँमा अब त्यही हो सब आउने भनेको नेपाली मस्त भाइरल भेटेछ हेर्नु सक्नुहुन्छ आइज यस्तो यस्तो छ एउटा युट्युबर भेटियो क्या मस्त भिडियो गराउँछन् त्यहाँ लाजै लाग्यो यार बस्नु यार के भन्नु लाजै लाग्यो यार आएर अब बसिदिन्छन् अब जोरी जोरी गर नि म एक्लै ठेङ्गा के बसिदिनु त्यहाँ के डिस्टर्ब हान्दैन सो म बसेर त्यहाँ म यता आएर बसेँ अनि पछि हेर्दैछु म यहाँ फुलहरू देख्न सक्नुहुन्छ अलिक ठुलो भयो हुन्छ नि यार मेरो लागि ठुलो बनाइदियो हुन्छ नि त म दिन्छु त्यसैलाई पाएको हो क्या यार हेर्छ मलाई यार कतै फुल लिएर भएको छ कि भनेर यार त्यस्तो नसक्ने उताखेरि म यहाँहरू हात बनाएर लाख भर्खर अब यसो घुमेर अनि के घुम्ने यार एउटै ठाउँमा यार च्याउ लाग्छ एउटै ठाउँ घुम्दा यार यसो भर्खर यसो देख्नुपर्छ यहाँ मेरो पछाडि ठुलो उस छ र म हेर्दैछु अलि घुम्दैछु आज फेरि त्यस्तो उस भएन क्या आज फेरि मान्छे घुमेर अनि यसो बसिरहेको छु मन पछि घाम ठन्डा परेर फर्किरहेको छ अझै सास परेको छैन म अघि नै आएको अनि पछि आउँदा लास्ट भेट भयो मेट्रो गाडी अब त्यस्तै हो थाहा होला त्यस्तै हो हल्का टाढा भएपछि पसिनाको रगत आइरहेको छ त्यसको यसलाई अब के भन्ने झनै काले हुनुभयो अनि उयो केही भएन अब हल्का पनि हेरिदिनु होला सबैले माया देखाइदिनु होला अनि त्यही हल्का गरेर गराएको म गराएँ उसमा यस्तो छ यस्तो टन्टा पुरै ठाउँ छ के भन्ने अब त्यही बनाइराख्छु म बेलामा सो जति भयो नि हेरिदिनु होला माया गरिदिनु होला साथ दिनु होला सपोर्ट दिनु होला गाइस एभ्रिवान सपोर्ट मी सब्सक्राइब सो हेर्न सक्नुहुन्छ हजुरहरूले यस्तो हो पार्क हो देख्नुभयो नि हरियाली कति राम्रो अस्ति त्यहाँ छिम हरि डान्स चलिरहेको थियो अरबीको कतिवटा डान्स गरेको थियो यहाँ छिम त्यस्तो बबाल क्या म त फ्यान भइदिएको नि त तर अस्ति नै है फेरि अहिले होइन अस्ति नै हो पहिला नै म फेरि फ्यान भइदिएको थिएँ तिनीहरूको डान्स देखेर लौडी डान्स जस्तो हातमा एउटा लौडी राख्यो अनि त्यसपछि फेरि तिनीहरूको गाना नि फेरि अरबी भाषा त्यहाँ लाग्ने हाम्रो नेपालमा हुन्छ नि त भैलो खेल्दाखेरि बुढापाकाहरू हुन्छ है नेपालमा के त्यो बुढापाकाहरूले मादल बजाउँदै उफ्रिँदै नाच्छ नै हो त्यसै डान्स के यिनीहरू त्यही उफ्री हाम्रो नि के कम भनेर देखायो होला नि अरबीहरूले नि त्यही हो सबै आफ्नै हिरो ठाउँमा हामी के कम सबै आफ्नै हिरो राजाहरूको घर देख्न सक्नुहुन्छ पहिला कस्तो थियो अहिले कस्तो छ पहिला राजाहरू यहीँ बस्थ्यो अरे क्या यहाँ दुबईको मेन राजा हिरो अनि एकदम बबाल तर मलाई यहाँको रुल्स चाहिँ बबाल लाग्छ कि दुबईको तर यो राम्रो हो क्या रुल्स कानुन राम्रो हो त्यही हो हल्का मान्छेहरू त्यस्तै भन्नु अब कोही मात्रै फेरि सबै हुँदैन फेरि जस्तो त्यही हो गाइस एनिवे हल्का घाम नि झुल्किन लाग्यो हल्का घाम नि
ढल्न लागिसकेको छ हल्का घाम ढल्न लागिसक्यो हल्का घाम नि ढल्न लागिसकेको छ सो म एकछिन गराउँछु अनि त्यसपछि म जान्छु अनि आज फेरि लास्ट कम हो यार मन्डे हो त्यही नि कसैको छुट्टी हुन्न सो बाई चान्स मैले छुट्टी आज पाएर आएको थिएँ नि के गरौँ भयो नि आएको धेरै दिन भयो नि त म ननिस्केको बाहिर त्यही हो अनि आएँ अरू यहीँ हो म आउने भनेको आउने कि एक्लै बस्ने जाने हल्ला गर्ने एक्लै हल्ला गर्ने जाने त्यही हो अरू के नै छ र अनि मैले एउटा कुरा भन्छु क्या के भनेपछि अनि मेरो साथी थियो कि हेर यस्तो मिल्ने साथी अब मेरो क्याम्पबाट गराएको मेरो अब हुन्छ नि त अब लोकेसन त छुट्टै हो त्यही नि मैले क्याम्पमै हामी अब एउटै उसमा काम गर्दाखेरि चिनेको यस्तो सोझो साथी क्या लोयल साथी क्या यस्तो बाबा लाग्ने क्या साथी यार लास्ट राम्रो लाग्ने क्या अनि पछि एक दिन साथी भनेको क्या साथी अनि मेरो छुट्टी छ म त जाँदिको भनिसक्यो मलाई त्यस्तो भनेको थिएन पछि मैले थाहा पाएको है आफै पछि मसँग भनेको थियो पछि थाहा पाएको क्या के भनिसक्यो अनि पछि यस्तो भइसक्यो साथी अस्ति लगभग एक हप्ता दुई हप्ताको अगाडि यहाँ आएको रहेछ क्या बाहिर निस्किएको रहेछ अनि पछि फेरि त्यो फेरि अब त्यस्तो हो नि त सोझो हो नि त अब सोझो मान्छेलाई अब कसले उस गर्छ र त्यही हो सोझो मान्छेलाई हो सिधै डुङ्गो हो नि सो मेरो साथी आएछ कति बज्यो भन्दाखेरि रातिको कति 7-8 बजी निस्केछ रुमबाट अब यहाँ रुमबाट आउँदाखेरि यहाँ डेढ छ कति 10-11 बजीतिर मेरो साथी आएर कुरेछ क्या लास्टै कुरेछ अनि बिहान त्यस्तै गर्थ्यो मेरो साथीले गएको छ सुन्छु हो हेर्दाखेरि त्यति नै नआइदिएको गऱ्यो क्या यस्तो हो यार 3-4 घन्टा त पुऱ्याइदिएर यार रातिको 10-11 बजी त भने नआइदिएको गऱ्यो केटी नै यार कस्तो केटी रहेछ यार हल्का त्यसलाई मायाको फिलिङ नै बुझिनँ क्या त्यसो नगर्नु नि यार माया गरेपछि त हुन्छ नि त यार हल्का भने यार केही त सोच्छ के बाहिर देश हो बुझ्यौ कि नै यस्तो यार यता कमाउनु सुन्नु भर्खर यहाँ आएर आराम गरियो बस्योमा नास्ता खानाहरू भोक लाग्यो फ्यामिली भइसक्यो भने त अनि 5-6 घन्टा भइसक्यो निस्केको अनि केही खाएको थिएन अन्नपुरी घाममा हिँडेको निस्केको मस्त मुभी छ मोबाइल अनि अगाडि मेनु छ मेनु फेरि कति हो थाहा भन्नै पर्दैन कति महँगो फेरि यार ठिक छ गाइस मस्त भइरहेको के भन्नु मस्त छ धेरै गरौँ न होला म भिडियो अनि त्यसपछि म जान्छु सुत्छु फेरि भोलिबाट ड्युटी स्टार्ट धेरै पछि आज मिलेको मेरो छुट्टी एकछिन बल्ल चिसो भयो तर बबाल छ अरे यो रेस्टुरेन्ट नेपाली रेस्टुरेन्ट हो गाइस आउनु होला ल मेट्रोमा अब म गन्तव्यतिर रुमतिर कस्तो मजा बेसी त हलो क्या मोबाइल सर आनन्द बाहिर यस्तो चर्को घाम गर्ने छोडिदिनुहोस् यहाँ बसेको भित्र बस्ने बित्तिकै एसी त चिसो आएको मेट्रोको लागि मान्छेहरू छैन त्यस्तो आज अनि यो